फर्स्टमा प्याजलाई छिलेर मसिनो गरेर काटेँ धोएर अनि पछि भरिभन्दा पनि सफासँग धोएर अनि मसिनो गरेर काट्दैछु। बन्दालाई पनि मसिनो गरेर काटिसके पछाडि यसमा केही समयको लागि नुन छिट्केर राखिदिने अनि मोमोमा राख्नको लागि अदुवा लसुन र खुर्सानीको पेस्ट पनि रेडी बनाइसकेँ, राखिसकेँ। थोरै मैले सोयाबिन पनि पिसेर राखेँ, यसमा भिजाएर पिसेर राखेँ। अघि भिजाएको बन्दालाई निचोरेर राखेँ। चिकन राखेँ 1 केजी। त्यस पछाडि थोरै स्वादअनुसार मोमो मसला राखेँ। मोमो मसला राखिसकेपछि थोरै अजिनामोटो पनि राखेँ। अजिनामोटो र अनि बेसार पनि राखिदिएँ यसमा। त्यस पछाडि स्वादअनुसार नुन राख्ने। नुन राखिसकेपछि यसमा तेल राखेर मसला सबैतिर पुग्ने गरेर मजाले मुसेर किमा रेडी बनाइसकेँ। किमा रेडी बनाएर एकछिन छोपेर 15-20 मिनटको लागि फ्रिजमा राखिदिएँ। त्यसपछि पिठो मुसेँ, पिठो पनि रेडी भइसक्यो। अब पिठो मुसिसकेपछि रोटी बनाएको जसरी नै मैले त सानो यस्तै सानो डल्ला बनाएर अनि मजाले जम्मा गरेर सबै डल्लाहरू त्यसपछि मजाले बेल्छु। बिस्तारै यस्तै सानो रोटीहरू टन्नै बेलेर नाप्लोमा हालेर राख्छु। अनि लास्टमा चाहिँ सबैलाई मिलाएर प्याक गर्छु मैले। हजुरहरू आवश्यकता अनुसार ठुलो बेलेर गिलासले काटेर पनि गर्न सक्नुहुन्छ। कसैले त्यस्तै गर्नुहुन्छ, कसैले मेसिनमा बेल्नुहुन्छ। मैले चाहिँ यसरी बेल्छु। अनि त्यसपछि यो रोटीमा आवश्यकता अनुसार किमा राखेर मजाले प्याक गर्छु। मजाले प्याक गरिसके पछाडि फाइनली मोमो रेडी भयो। मोमो रेडी भयो। अब मोमो यस्तै गरी मैले 3वटा भाँडो प्याक गरिसकेको छु। अब पकाउन जाँदैछ। पकाउनको लागि त्यही 15-20 मिनट जति समय लाग्छ। तातो पानीमा पकायो भने फाइनली मोमो रेडी भयो पाकेर। थ्याङ्क यू फर वाचिङ माई भिडियो। अब हामी खान्छौँ।